हेलो गाइज, हामी चाहिँ फाइनली रूपमा रिभरभ्यू हेरिटेज रेस्टुरेन्ट प्राइभेट लिमिटेडमा चाहिँ आइसकेको छौँ। हामी घुम्दै आएको, पुरानो पहिले सुनेको एकदम राम्रो छ भन्ने सुनेर हामी आएको, तर अहिले यस्तो जीर्ण अवस्था भइसकेको छ। र अब हामी भित्र चाहिँ प्रवेश गर्दैछौँ है गाइज। वेलकम गर्नुभएको छ हामीलाई, यहाँ दुईजना हुनुहुन्छ, वेलकम गरिसक्नुभयो। अब हामी चाहिँ भित्र के कस्तो छ दृश्यहरू यहाँलाई हामी अवलोकन गराउँदैछौँ। वाउ, के हो यो, नाइस, दामी छ गाइस। पुचुङ, यो के हो यो ला, ओ माई गड, डस्टबिन। वाउ, नाइस, केटाकेटीहरू खेल्ने ठाउँ दामी छ, तर राम्रोसँग सञ्चालन हुन नसकेको अवस्थामा यसरी हामी चाहिँ ट्याक्क बस्यो। वाउ, दामी, ओपो दामी छ। वाउ, नाइस। बन्न चाहिँ खोजेको हो, तर के गर्नु, चल्न सकेन गाइस। ल, यहाँसम्म हो। ओ माई गड यार, टेलिफोन हेर्नु न, ओ माई गड, पुरानो, कहिले पुरानो यो चाहिँ, ओ माई गड। हेलो हजुर हजुर, म रिभर हेरिटेज रेस्टुरेन्ट घुम्न आएको। ओके ओके, ल। यो चाहिँ धेरै पुरानो टेलिफोन हो गाइज, यहाँ रहेछ, भेट्न पायो। ओ माई गड, तोप तोप, वाउ, दामी छ। ओ माई गड, हरिण मृगहरू पनि कुदिरहेछ। ओ, हरिण मृगहरू पनि, ओ वाउ, कुदिरहेछ है गाइज जङ्गलमा। ओ माई गड, वाउ, ओ कत्रो भ्याग उता के, आमा हाइट। ओ कान्छेहरू त यहाँ पुरा लाइन लागेर यार। ओ ओ कान्छेहरू यहाँ पुरै लाइन लागेर बसिरहेको अवस्था, उडा कुदिरहेको छ है, घिडिक 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 घिडिक। तर पुरा मोटो, अरे ओ मोटो पातलो, अरे ओ चिङ्गम, अरे चिङ्गम। यसरी हामी चाहिँ अब यहाँबाट फाइनल रूपमा अब बाहिरिँदैछौँ। खासै अब यहाँ भ्युज भिजिट गर्ने ठाउँ पनि रहेनछ। बाई बाई।